नेप्सेले यति ठुलो मोमेन्टम दिएको छ कि सबैले लाग्यो अब त बुल सुरु भयो। तर यो चाहिँ बुल ट्र्याप हो, फोम हो। जस्तो कि हामीले यहाँ माथि किन्यौँ नि, यो भनेको चाहिँ फोम हो। चाहिँ तपाईँहरूलाई पछिल्लो क्लासमा पनि बताएको थिएँ होइन, लास्ट हप्ताको भिडियोमा। यहाँतिर तपाईँले देख्न सक्नुहुन्छ रेड क्यान्डल बनेर एउटा चाहिँ हाम्रो 1 आवरको टाइम फ्रेममा चाहिँ फेयर भ्यालु ग्यापको जोनबाट तल अर्डर ब्लकमा इन्ट्री गरिएको थियो है। यो रेड क्यान्डललाई हेर्नुहुन्छ भने चाहिँ यो रेड क्यान्डल भनेको चाहिँ यो क्यान्डल पछि चाहिँ जुन दिन मैले चाहिँ तपाईँहरूलाई एक्सप्लेन गरेको थिएँ त्यो दिन पछिको क्यान्डल भनेको बुलिस क्यान्डल बनेको छ होइन। मैले चाहिँ लास्ट भिडियोमा चाहिँ तपाईँहरूलाई यो क्यान्डलको बारेमा पनि बताएको थिएँ, जसमा चाहिँ तपाईँले 4 था 5 थरी क्यान्डल बनाएको थिएँ मैले। त्यो चाहिँ तपाईँको बुलिस क्यान्डल। अब अहिले चाहिँ हेर्नुहुन्छ भने के छ त भन्दाखेरि त्यो दिनपछि बुलिस क्यान्डल बनायो। बुलिस क्यान्डल बनाएपछि स्टप लस भनेको यो लोमा राखेर यहाँबाट हामीले टार्गेट लिन्छौँ भने 1:4 1:5 को टार्गेट अचिभ भइसकेको छ। दोस्रो कुरो के त भन्दाखेरि अब गभर्नर पनि हाम्रो चाहिँ अब आउने कुरो थियो, त्यो पनि आइसक्नु भएको छ होइन। सो द्याट मार्केटमा चाहिँ एउटा पोजिटिभ सेन्टिमेन्ट चाहिँ डेभलप भएको छ है। यसले चाहिँ हामीले पोजिटिभ सेन्टिमेन्ट डेभलप भएको चाहिँ बुझिन्छ। तर स्मार्ट मनीले किन्ने भनेको त्यहाँ तल हो। कहिले पनि स्मार्ट मनीले त्यस्तो माथिपट्टि रेसिस्टेन्स जोनमा सप्लाई जोनमा त किन्दैन। त्यही भएर मैले तपाईँहरूलाई जानकारी गराएको थिएँ लास्ट विक पनि। अबको मोमेन्टम चाहिँ यस्तो आउन सक्छ है, किनकि प्राइस अलरेडी फेयर भ्यालु ग्यापबाट मुनि अर्डर ब्लकमा छ। सो अबको क्यान्डल कस्तो बनाउँछ हेर्नुहोस् भनेर मैले यो क्यान्डलको स्याम्पल पनि दिएँ होइन। अब फोमोमा आएर कतिजनाले चाहिँ यहाँ माथि किन्नु भयो होला अवश्य पनि, तर आत्तिनुपर्ने अवस्था छैन। सो डेली क्यान्डलमा हेर्छौँ भने पछिल्लोचोटि पनि नेप्सेले बुल लगाउने बेलामा अथवा बुल सुरु हुने बेलामा यहाँतिर आएर हेर्नुहुन्छ भने एउटा ग्याप छ क्या। तर त्यति बेला चाहिँ के भयो त भन्दाखेरि जब मार्केटमा चाहिँ यसरी सप्लाई आयो, क्लोजिङ दिँदाखेरि चाहिँ मार्केटले चाहिँ यो 2890 भन्दा तल अथवा यो क्यान्डल ओपन भयो भन्दा तल क्लोजिङ दिएन। त्यसको मतलब के त भन्दाखेरि अब मार्केट माथि नै क्यान्डल प्रिन्ट हुन थाल्यो भनेपछि अब एउटा चाहिँ बुलिस मोमेन्टम समात्यो भनेर बुझिन्थ्यो होइन। अब अहिले चाहिँ यहाँ डेली क्यान्डलमा हेर्दाखेरि के छ त भन्दाखेरि एकदम सप्लाई आएको छ। ओके फाइन, भनेपछि यो सप्लाई अब कहाँसम्म आउँदाखेरिसम्म पनि हामीले भ्यालिड मान्न सकिन्छ त भन्दाखेरि यो जोनसम्म। यो भनेको के त भन्दाखेरि यो स्विङको 50% हो नि त। यो जो ट्रेन्ड लाइन ह्याड यहाँसम्म बडी टु बडी गऱ्यो भने हामीले यसरी फिबोनाकी लगाएर हेर्दाखेरि हाम्रो 50% जोन भनेको यहीँ आउँछ। नेप्से नै नबढिकन पर्टिकुलर स्टक भनेको तपाईँको 2-3टा अथवा खेलाडीहरूले खेलाएको अथवा अलिकति डिमान्ड भइरहेको स्टकमा मात्रै हो। तर यदि इन्डेक्समा नै तपाईँको सर्किट लाग्छ, इन्डेक्समा नै प्लस पोइन्ट हुन्छ भने चाहिँ ओभरअल सबै स्टकमा चाहिँ केही न केही गेन भएको हुन्छ है। भन्नुको मतलब के भने तपाईँको 70-80% स्टक बढेको हुन्छ, 15-20% चाहिँ घटिरहेको हुन्छ। इट्स नर्मल है। सो अब चाहिँ मार्केट घट्दाखेरि किन्ने स्टक कुन त है, यो हप्ताको लागि किन्नको लागि बेस्ट स्टक कुन हो त भन्दाखेरि फर्स्टमा चाहिँ हामीले इबिएल नै दिएको थियौँ होइन। इबिएललाई चाहिँ किन दिएको त भन्दाखेरि यसलाई चाहिँ तपाईँले मिड टर्म अनि त्यसपछि लङ टर्मको लागि हेर्नु पर्यो है। जस्तो कि यहाँ तपाईँले देख्न सक्नुहुन्छ हामीले लास्टचोटि अपडेट दिँदाखेरि यो क्यान्डल बनिरहेको थियो। यो क्यान्डल बन्दै गर्दाखेरि म फेरि पनि तपाईँहरूले यो पहिलाको क्यान्डलमा आएँ, यस्तो क्यान्डल बन्छ भने है, यहाँ हेर्नु है, यस्तो क्यान्डल बन्छ भने यसको क्लोजिङमा हामी इन्ट्री गर्छौँ होइन, यसको क्लोजिङमा। अनि त्यसपछि गएर तल ओपनमा हामी स्टप लस राख्छौँ। त्यो बेसिसमा चाहिँ मैले तपाईँहरूलाई हेरी यो क्यान्डल चाहिँ भनेको थिएँ। यो क्यान्डल भनेर देखाएपछि मैले तपाईँहरूलाई अब बाई गर्नको लागि यो जोनहरूमा ठिक छ भनेको थिएँ। किन भन्दाखेरि एउटा बुलिस इन्गल्फिङ क्यान्डल चाहिँ एकचोटि अप ट्रेन्ड लाएर लोमा बनिसक्यो भनेपछि दिस इज फर्स्ट सिम्टम। त्यसपछि अनि भोलिपल्ट पर्सिपल्ट घटिरहेको थियो, त्यही पनि प्राइजहरू यहाँ आउँदाखेरि भनेको के त भन्दाखेरि मार्केटमा डिमान्ड पुगिसकेको छ भने चाहिँ अब यहीँबाट बढ्थ्यो। मार्केटमा डिमान्ड पुगेको छैन, सो द्याट अलिकति यहाँ उठाउनुलाई यहाँसम्म आइपुग्यो होइन, जो 15 मेको चाहिँ क्यान्डल बनाएको थियो। सो अब यो विक अब राम्रै गयो होइन, इन्डेक्स पनि राम्रै गयो, बढेको हुनाले यो स्टकले पनि हाम्रो चाहिँ टार्गेट चाहिँ अचिभ गर्यो होइन। सो द्याट अब यो क्यान्डल हेर्दै गर्दा नेक्स्ट बाई भनेको यो ओपनमा हुन्छ, यहाँबाट चाहिँ हामीले 6-7% चाहिँ गेनमा चाहिँ बेच्न सकिन्थ्यो होइन। सो 6-7% गेन यसरी आयो। सेकेन्ड स्टक चाहिँ हाम्रो सिएचसिएलमा चाहिँ हामीले यो क्यान्डल बनाएको थियो है। मैले तपाईँहरूलाई एभिडेन्सको साथमा एक पढाएर तपाईँहरूलाई एक्सप्लेन गरेर दिएको छु। यो क्यान्डल बनेपछि हाम्रो यहाँ बाई हुन्छ है, यहाँनिर हाम्रो बाई हुन्छ। यो क्यान्डलको नेक्स्ट ओपनिङमा हाम्रो बाई, स्टप लस भनेको यसको तल। सो यसले पनि हाम्रो चाहिँ 1:2 1:3 टार्गेट हिट गरेको छ होइन सिएचसिएल। सो अब किन्नको लागि के गर्ने त भन्दाखेरि अब किन्नको लागि यसलाई चाहिँ 480-470 तिर आउँदाखेरि चाहिँ हेर्न सक्छ। सो अब अर्को छ आइसिएफसी। यो पालि चाहिँ यहाँनिर यही क्यान्डलमा किने हो नि त हामीले। मैले तपाईँलाई बारम्बार चाहिँ यो क्यान्डल आएर देखाइरहेको छु, यो बुलिस क्यान्डल भनेर। यहाँ स्याम्पल हेर्नु भएन भने यो पछिल्लो स्मार्ट मनी कन्सेप्टको चाहिँ अलर्ट दिएर चाहिँ मैले भिडियो हालेको छु, यसलाई हेर्न सक्नुहुन्छ। तर क्यान्डलको बारेमा नि केही पनि थाहा छैन, कम्प्लिट नयाँ हो होइन, त्यस्तो हुनुहुन्छ भने चाहिँ म यो प्लेलिस्ट पनि राखिदिन्छु। तपाईँले यो प्लेलिस्टमा चाहिँ क्यान्डल स्टिक एन्ड इट्स टाइप
है। यो सेकेन्ड क्लास जो 20 मिनेटको छ यसलाई मात्रै हेर्नुभयो भने पनि तपाईँले चाहिँ यो क्यान्डल चाहिँ बुझ्न सक्छ। भनेपछि मार्केटमा तपाईँले एउटा सिङ्गल क्यान्डलले चाहिँ किङ बनाइरहेको के प्रफिट दिइरहेछ, यही क्यान्डल हो नि त हाम्रो त। यो क्यान्डल भनेपछि भोलिपल्ट मार्केट ओपन भयो यहाँ स्टप लस राखेर हामी किनिदिन्छौँ, तर 1:4-5 गएको छ होइन। यस्तो बेलामा चाहिँ मार्केटमा बेच्न सकिँदैन, किनकि तपाईँको 1 2 3 4 4 दिनमा खातामा आयो भने बढिरहेको हुन्छ, यो टुप्पोमै बेचिन्छ यस्तो भन्ने चाहिँ हुँदैन कि। अलिकति प्राइस चाहिँ यतातिर गएर होल्डिङ गर्नु पऱ्यो होइन, त सो द्याट यो चाहिँ किनेकै ठाउँमा आइसकेको छ कि। सो यसलाई चाहिँ फेरि रिइन्ट्रीको लागि सोच्न सकिन्छ। तर रिइन्ट्रीको लागि अब यदि वेट नै गर्ने हो भने चाहिँ के गर्नु पऱ्यो भने तपाईँहरूले यो तलको जोनसम्म है, जो 600सम्म आउँदाखेरि चाहिँ इन्ट्री लिन सकिन्छ। अथवा चाहिँ यसकै बेसिसमा है, यही क्यान्डलको बेसिसमा यदि 600 आउँदै आएन, स्टप लस हिटै भएन र अनि यहीँ माथि होइन यहाँसम्म आउने यसरी बढ्न थाल्यो भने चाहिँ बिस्तारै बिस्तारै अकुमुलेसन गर्ने हो। ट्रेडिङ भनेको एउटा काम हो, जब हो। जस्तो कि अब 10 to 5 गरेर मान्छे खटिन्छ नि त काममा। हाम्रो T+2 छ, T+3 छ, यो सबै कुराको रिस्क हुन्छ, सबै कुरालाई म्यानेज गरेर चल्न सक्नुपर्छ। सो अब अर्को स्टक छ, अर्को स्टक भनेको चाहिँ हाम्रो आइएलआई थियो। आइएलआईले पनि राम्रै पर्फर्मेन्स दिएको छ हाम्रो स्ट्राटेजी अनुसार चाहिँ। तपाईँको यो क्यान्डल हेर्नु है, मैले बारम्बार यहाँ क्यान्डल हेर्न देखाइरहेको छु, यो पिनबार बनेर आएको थियो, ठिक छ होइन। यो सबै कुराहरू चाहिँ तपाईँले हेर्न सक्नुहुन्छ। तर यहाँनिर एउटा बुलिस इन्गल्फिङ हामर बनेको छ होइन, डबल बन्यो नि त भोलिपल्ट। अब हामीले देखाएको थिएन, तर एनालाइसिस गर्दै गर्दाखेरि कसले फलो गर्नुभएको थियो भने भोलिपल्ट फेरि पनि हामर बन्यो, हामी यहाँ इन्ट्री लिन सकिन्थ्यो होइन। सो इन्ट्री लिँदाखेरि चाहिँ हाम्रो बाई भनेको यहाँ माथि नै हुन्छ, किनकि यो क्यान्डल हो नि त हाम्रो त होइन, यो त क्लोजिङ दिएको हुन्न। सो द्याट स्टप लस भनेको यसको लोमा यहाँ होइन। सो हाम्रो यो 1:5सम्म गयो, तर यो टुप्पोमै बेच्न सकिन्न, 1:3सम्म चाहिँ हामीले बेच्यौँ होइन। सो यो भनेको चाहिँ के हो त भन्दाखेरि एउटा ट्रेडिङ प्लान हो क्या। मैले तपाईँहरूलाई लास्ट विक पनि दिएको थिएँ के गर्ने भनेर होइन। तपाईँहरूले यदि फलो गर्नुभएको थियो भने यो भिडियो हेरेर पक्कै पनि प्रफिट बनाउनु भयो होला होइन। सो द्याट अब यो हप्ता चाहिँ राम्रो भनेको चाहिँ हाम्रो चाहिँ एउटा स्टक आइसिएफसीले बाहेक अरू सबैले चाहिँ प्रफिट दिएको छ। अब नेक्स्ट विकको लागि कुन स्टक त भन्दाखेरि यिनै हो स्टक चाहिँ होइन। तर तपाईँले यही स्टक किन्न सक्नुहुन्छ, आइएलआई, अनि त्यसपछि गएर सिएचसिएल, यो सबै भ्यालिड छ है। अनि त्यसपछि गएर इबिएल, अनि त्यसपछि गएर आइसिएफसी। इबिएल चाहिँ वेट गर्नुपर्ने अवस्थामा छ होइन। आइसिएफसी चाहिँ के छ त भन्दाखेरि आइसिएफसी चाहिँ तपाईँको अझै घटेर अझै सस्तामा पाइन्छ कि भन्ने एउटा अझै वेट गर्नुपर्ने जस्तो देखाएको छ होइन। यो क्यान्डल जुन बनाएको थियो यही क्यान्डललाई रेस्पेक्ट गरेर यदि मार्केटले यहाँसम्म आएन, यता माथि अबको हप्ता माथितिर क्यान्डल बनाउँछ, हायर हाई बनाउँछ, अनि त्यसपछि गएर यस्तो क्यान्डलहरू बनाउन थाल्छ जुन बुलिस क्यान्डल हो होइन। सो त्यसो हो भने चाहिँ हामीले यो पहिला किनेकै जोनमा फेरि पनि यही जोनमा चाहिँ हामीले इन्ट्रीको लागि प्लान गर्न सकिन्छ है। यही जोनमा अब स्टप लस यहीँ राखेर इन्ट्री गर्न सकिन्छ। तर योभन्दा पनि प्रिफरेबल भनेको चाहिँ वेट गर्नुहोस्, यसमा चाहिँ अब हात दिएर चाहिँ इन्ट्री गरिहाल्नु पर्ने अवस्था चाहिँ छैन। यदि तपाईँलाई कम्प्लिट ट्रेड प्लान अनि त्यसपछि गएर स्टक चाहिन्छ भने चाहिँ हामीलाई यो नम्बरमा चाहिँ वाट्सएप अथवा यो क्युआर स्क्यान गरेर कन्ट्याक्ट गर्नु होला। हामीसँग धेरै मेथडहरू छन्, जस्तो कि अब एसआइपी अन स्टक छ होइन। अनि त्यसपछि गएर लार्ज क्याप, स्मल क्याप, अनि त्यसपछि गएर सुपर फाइनेन्स, सुपर हाइड्रो पावर होइन, सुपर कमर्सियल ब्याङ्क, सुपर नन लाइफ, सुपर लाइफ होइन। सो यस्तो स्टकहरू पनि हामीले क्याटेगोरी गरेर चाहिँ राखिदिएका हुन्छौँ, सो द्याट आफूसँग भएको लगानी गर्ने जो छ एमाउन्ट क्यापिटल त्यसलाई ल्याएर चाहिँ त्यसमा बिस्तारै बिस्तारै लगानी गर्न तपाईँले सक्नुहुन्छ। कुन स्टक चाहिँ अहिले चाहिँ स्ट्रक्चर अनुसार बाइङ जोनमा छ त्यसको बारेमा पनि हामी तपाईँहरूलाई चाहिँ जानकारी दिन्छौँ। यदि तपाईँहरूलाई पनि इन्ट्रेस्टेड हुनुहुन्छ भने चाहिँ हामीसँग जोडिएर ट्रेड गर्नको लागि यो नम्बरमा चाहिँ कन्ट्याक्ट गर्नु होला, अथवा क्युआर स्क्यान गरेर चाहिँ तपाईँहरूले हामीलाई डाइरेक्ट कन्ट्याक्ट अथवा वाट्सएपमा म्यासेज पनि गर्न सक्नुहुन्छ है त। सो अब एउटा चाहिँ मैले नयाँ जिएलएसलाई चाहिँ तपाईँहरूले के कसरी हेर्नु पर्यो भने यो लास्ट विक त यहाँ थियो होइन। सो 15 को यहाँ थियो, तर यो बढिरहेन अहिले चाहिँ। तर यसलाई चाहिँ कसरी हेर्नु पर्यो भने तपाईँहरूले एउटा चाहिँ लामो समयदेखि है, लामो समयदेखि मार्केटमा के गरिरहेछ त भन्दाखेरि यसले चाहिँ एउटा सिम्टम चाहिँ के बनायो भन्दाखेरि सप्लाई आएको छ, यसो 1-2 वर्षको लागि होल्डिङ गर्छु भन्ने हिसाबले किन्नुहुन्छ भने है। सो अहिले 2025 हो, 2026 2027सम्म चाहिँ होल्डिङ गर्छु भन्नुहुन्छ नि यो स्टक फेरि पर्फेक्ट छ है। यदि कुनै दिन चाहिँ तपाईँ फर्केर आएर यो भिडियो हेर्नुहुन्छ भने जिएलएस हेर्नुहोस्, किनकि नेप्सेमा चाहिँ होइन मैले देखाएको स्टकहरू जति पनि थिए। अब हामी चाहिँ इबिएलमै जाउँ, इबिएलमै जाँदाखेरि पनि तपाईँको चाहिँ कस्तो छ त भन्दाखेरि यसको स्ट्रक्चर ल यसको स्ट्रक्चर के छ त भन्दाखेरि एउटा कुनै समयबाट चाहिँ मार्केट घटेर एकदम डिपमा थियो है, डिपमा थियो।
यो जोनहरू भनेको त डिप हो नि त। अब यहाँबाट 400बाट माथि 500बाट माथि लागेपछि चाहिँ हामी काउन्ट नगरौँ। सो यति बेला त डिपमा थियो नि त, यति बेलाखेरि पनि त स्टकहरू त हुन्छ त डिपमा, त्यति बेला किनिएन होइन। सो नो प्रब्लम। अब चाहिँ तपाईँहरूले चाहिँ जिएलएचलाई चाहिँ यसरी चाहिँ वाच गर्नुहोस् के, जस्तो कि 2-3 वर्ष 4-5 वर्षपछिको प्रफिट सम्झिएर होइन, त्यति बेलाको लागि चाहिँ तपाईँले प्लान गर्नुहुन्छ भने अलि लामो समयको लागि यो स्टक चाहिँ जिएलएच पनि एउटा राम्रो पर्फर्मेन्स दिन सक्ने क्यापेसिटी भएको चाहिँ स्टक हो है। अब यसमा इन्ट्री गर्नको लागि अब यो हप्तै किनिदिने त किन्ने होइन, यो हप्ता किन्ने होइन, यो हप्ता किन्नको लागि चाहिँ यो जोनहरूसम्म चाहिँ वेट गरौँ। 2800देखि 2200मा मार्केट चल्दै गर्दाखेरि घटेर एउटा बटम त लगाएको थियो नि त। यति बेला बिस्तारै मौद्रिक नीतिहरूमा परिवर्तन आएको थियो, अनि त्यसपछि गएर ब्याङ्कको ब्याज दरहरू घट्दै थियो। सो न्युजहरू पनि राम्रै आएको थियो, तर एकैचोटि आज न्युज आयो भोलि नै बढिहाल्ने, भोलि नै त्यसको इम्प्याक्ट देखिने त्यस्तो चाहिँ हुँदैन। सो अब अहिले चाहिँ नयाँ गभर्नर साहब आउनु भएको छ होइन, उहाँको चाहिँ अब अहिले चाहिँ योग्यता अनुसार केपी ओलीले चाहिँ योग्यता अनुसार हामी छान्छौँ भन्ने न्युज पनि आएको थियो होइन। सो द्याट अबको एक्सपेक्टेसन भनेको चाहिँ बिस्तारै साइडवेज नै बस्न सक्छ, बिस्तारै साइडवेज बस्न सक्छ। यदि फ्युचरमा चाहिँ राम्रो इम्प्रुभमेन्टहरू आउने होइन, अनि त्यसपछि गएर गभर्मेन्टको वर्कहरू राम्रो हुँदै जाने हो भने यो चार्टले पनि बिस्तारै सिम्टम देखाउन थाल्छ कि यसरी बिस्तारै यहीँबाट यसरी बन्ने सिम्टमहरू देखाउन थालिहाल्छ। थाहा हुन्छ नि त, एनालाइसिस भनेको त त्यही हो होइन। सो द्याट टेक्निकल एनालाइसिस गर्न सिक्नुहोस् कि पहिला चिजहरूलाई। जस्तो कि अब यहाँ फोमो ट्र्याप भनेको छ नि, यो जोन भनेको त अब तपाईँले यदि किन्नु भयो भने ला मार्केट बढ्यो म छोड्छु कि भनेर इन्ट्री लिनुभयो। र अनि म तपाईँहरूलाई नेप्सेको विकली क्यान्डलको बारेमा पनि एउटा जानकारी दिन्छु, किनकि यहाँ विकली क्यान्डलमा पनि नेप्सेले एकचोटि के बनाइसकेको छ त भन्दाखेरि हाम्रो बुलिस क्यान्डल बनाइसकेको छ है। जस्तो कि यहाँतिर मैले तपाईँहरूलाई बताएको थिएँ यो बुलिस क्यान्डल बनाइसकेको छ है। त्यही भएर अब नेप्सेमा पनि हामी आत्तिनुपर्ने अवस्था छैन, बिस्तारै चाहिँ मार्केटमा सिम्टम चाहिँ बुलिस नै छ। त्यही भएर चाहिँ अब धैर्य राख्नुहोस्, सिक्दै जानुहोस्, मेहनत गर्नुहोस् होइन। जति पनि आफूले गर्नुभएको ट्रेडिङ छ त्यसलाई अझै पनि इम्प्रुभमेन्ट गर्दै जानुहोस्। आज दिएको स्टकमा चाहिँ तपाईँलाई कुन मन पर्यो कमेन्ट गर्नु होला। र अनि यदि लास्ट विक तपाईँले कुनै ट्रेड लिनुभएको थियो भने पनि सेयर गर्नु होला। हामी अर्को हप्ता चाहिँ तपाईँहरूको कमेन्ट लिनेछौँ। र अनि हाम्रो चाहिँ डेली लाइभ पनि हुन्छ, सो लाइभ सेसनमा पनि जोइन हुन सक्नुहुन्छ तपाईँहरूले। यदि तपाईँलाई पनि हामीसँग जोडिएर ट्रेड गर्न मन छ भने फेरि पनि यो क्युआर कोडमा चाहिँ स्क्यान गरेर अथवा यो नम्बरमा कन्ट्याक्ट गरेर हामीसँग रिच आउट हुन सक्नुहुन्छ। सो आजलाई चाहिँ यति भन्दै ज्ञान बाँडे बढ्छ भन्ने सिद्धान्तको साथ जय नेपाल।